हेलो साथीहरू, आज मेरो एउटा साथीको एकाउन्ट वार्निङ आएको थियो, जसलाई हटाउनलाई मलाई आफ्नो आइडी दिएको थियो। सो अब म गइरहेको छु त्यसको एकाउन्ट वार्निङ हटाउन। सर्वप्रथम तपाईँको भिडियोमा जुन कम्युनिटी गाइडलाइन आएको हुन्छ त्यो भिडियोलाई डिलिट गर्नुपर्ने हुन्छ। अब त्यो भिडियो खोज्नलाई 1 by 1 यस्तै स्क्रोल गरी खोज्नुपर्छ। अब हेर्नु, यहाँ एउटा कम्युनिटी गाइडलाइन आएछ, यसलाई डिलिट गर्नुपर्ने हुन्छ। डिलिट भयो। अरूको कसैमा आएको होला भने, अरू कुनै भिडियोमा आएको होला भने त्यसलाई पनि डिलिट गर्नुपर्ने हुन्छ। हेर्दाखेरि लागेको छैन कुनैमा आएको होला। जुन भिडियो म्युट भएछ त्यसलाई साउन्ड अर्को एड गर्नु होला, नत्र भने यसलाई के गर्नु होला भने प्राइभेट गरिदिनु होला, ओन्ली युमा भयो। अब हेर्दै जानु छैन, अब कुनै पनि छैन अनि आफ्नो अर्को आइडीबाट आएर त्यो भिडियोमा कपी लिङ्क गरिदिनु होला। कपी लिङ्क गरेपछि के हुन्छ, त्यो आइडी सर्च गरेर अनि त्यस आइडीमा रहेका 3-4 वटा भिडियोलाई कपी लिङ्क गरिदिनु होला 10-10 चोटि। अब सबै कट गरेर अब त्यो पहिलो जुनमा एकाउन्ट वार्निङ आएको थियो त्यो एकाउन्टलाई खोल्नु होला। अब हेर्नुहोस् एकचोटि कि हटेछ कि छैन। हेर्नुहोस्, छैन। अब एकाउन्ट वार्निङ गयो।